आजको दिन मेरो यसरी गयो। हे गाइस, गुड मर्निङ, स्वागत छ तपाईँहरूलाई फेरि मेरो मिनी गुलुबुङको। गाइस बिहान 6:30 बजे उठेर फटाफट आफ्नो डेली रुटिनको दुईवटा गाडी बाहिर निकालेँ। अनि बाहिर निकालेर फटाफट म लागेँ झारतिर पानी हाल्नको लागि। डेली झारमा पानी हाल्नुपर्छ। सो झारमा पानी हालेर अहिले मस्त लगाएर बसारेँ। अनि फटाफट गाडी स्टार्ट गरेँ। गाडी स्टार्ट गरेर फटाफट मगाएँ डिजल पम्पमा। गएँ 5000 को डिजल भराएँ। अनि 2 बजिरहेको थियो फटाफट। अनि मैले आफ्नो लन्च गरेँ। आज सब्जी थियो, आज दाल अनि ड्रमस्टिकको सब्जी थियो। अनि लौका पनि त्यसमा हालेको थियो। फटाफट मैले लन्च गरेँ गाइस। मस्त भिडियो मैले हल्का फास्ट फरवर्डिङमा गर्दैछु। मैले फटाफट लन्च गरेर अनि म भइगएँ रेडी गाइस। रेडी भएर कहाँ जान लाग्छु भनेपछि अहिले हामीहरू मार्केट गइरहेछौँ। सो अनि रुममा आएर फेरि त्यो जिरो लक गरेँ। अनि चल्दी म र म्याडम सर अनि दुईजनालाई गाडीमा बसालेँ। अनि बसालेर अनि गाडीबाट यस्तो क्यामेरा लगाएको त हेर्नु, यो कलर यति नजिकको छ कि यसरी चुनिदिने जस्तो मन लाग्यो। सो फटाफट अनि मार्केटमा आइगयौँ गाइस। मार्केटमा आएर 4-5 भेराइटीको फ्रुट लग्यौँ। अनि आउने बेला एउटा भुटेको मकै पनि थियो, भुटेको मकै पनि लगिहालेँ, पोलेको मकै। अनि रुममा आएँ गाइस। रुममा आएर एकछिन सुतेँ। 3:30 भइरहेको थियो। अनि फटाफट सुतेर उठ्दा गाइस 5 बजिरहेको थियो। सो फटाफट मैले सवारलाई स्टार्ट गरेँ। स्टार्ट गरेर अनि म चल्दै गएँ। नजिकै एउटा चाट भण्डार छ। सो चाट भण्डारमा 4वटा पार्सल लगेँ फटाफट। अनि पार्सल लगेर सवारीमा राखेर घर आइगएँ गाइस। सो घर आएर म चाहिँ खानातिर लाग्यो। सरमेटलाई पनि दिइसकेँ। अनि म पनि खाइरहेको छु। अनि एउटाले भएन। अनि फेरि दही हालेँ त्यसमा 4-5 चम्मच। फेरि दही हालेँ। दही हालेर फेरि अझै एउटा च्याट खोलेँ। अनि च्याट खोलेर अनि खाएँ। खाएर फेरि भएन, फेरि मकै खाएँ। सो यहीँसम्मको थियो गाइस भिडियो। भोलि भेटौँ डेली ब्लगमा। बाई।